देखो ना गाइस, देखो ना क्या है ये, देखो ना, देखो क्या है ये, कितना अच्छा मौसम है। देखो ना गाइस, देखो ना भन्दैछु अहिले तलपट्टि साँप। कति ठुलो भयो नदी, पहिला त त्यत्रो थिएन। अब यो तलि आज कति 4-5 दिन भयो लगातार पानी परेको। कतिको ठुलो भएको रहेछ नदी बढेर, तपाईँलाई जरुर देखाउँछु म। यहाँतिर त यस्तो यस्तो भएछ पानी जमेर। मेरोमा कतिको पानी भएको छ त्यो म देखाउँदैछु, हेर्दै गर्नु होला। जुन चिज देखाउँछु भनेको थिएँ त्यो चिज अब देखाउँदैछु। आइपुग्नु लाग्यो, आइपुग्यौँ भन्दा पनि हुन्छ। यहाँबाट त देखेको छैन, अलिअलि देख्दैछ। यहाँबाट जाने चाहिँ कता, यताबाट यता कि यताबाट, यताबाट। कति ठुलो भएछ नदी त नि, यत्रो सानो थियो त कति ठुलो भएछ। आम्मामामा, नदी त यता पनि पसेछ त। नदी बाफ्रे, भत्काएर खतम पारेछ यतातिर। धनसिरी नदी, नदी कति ठुलो भयो नदी त। यत्रो थियो, आधी साह्रो माटो खाएर हेर त नदी त। माने त्यत्रो हल्ला पनि छैन क्या नदीमा, चुपचाप चाहिँ सलल लगेर जाँदैछ। अलिकति पनि हल्ला छैन हौ नदीमा, अलिकति पनि हल्ला छैन, एकदम शान्त। एक मान्छे त यतिकै डुबाउने होला। यहीँ कति गहिरो थियो, कति चाहिँ तलसम्म जानु पर्दा हामी नदी भेट्नको लागि। यहाँ त डाँडामा आएको छ। त्यो कुनामा थियो नि, सानो घुँडामा पनि पुग्थेन पानी, यत्तिको बढेछ नदी। अनि झन्डै 2 मान्छे तल छ यो। त्यो माटो भत्काएर अर्काको बेरा सेरा सबै लगिसक्यो। त्यहाँ एउटा घर थियो त, उयो घर थिएन, त्यसको अगाडिपट्टि एउटा घर, त्यो घरै लगेर पक्का घर पनि जानु आँटेछ। अब यस्तो छ। अब बेसी होइन, अब अझै 4-5 दिन अझै यसरी नै पानी परिदियो भने यहाँबाट पनि पानी चढ्छ। चढेपछि डाइरेक्ट हाम्रो घर पनि भेट्छ अगाडि। त्यहाँबाट अनि बोरी बिस्तर बोकेर पापा हान्दा हुन्छ त्यहाँबाट। कस्तो गनाएको अझै म उता घरको अगाडिपट्टि पनि लगेर देखाउँछु, हेर्नु होला कस्तो डेन्जर नदी बढिसकेको छ यहाँ। त्यो कति धमिलो, मौसम यस्तो छ। गुडिया होइन होला, गुडिया हो माछा होइन। यहाँको मौसम यस्तो छ, झन्डै झरिन म हात्तीले पो टेकेको छु क्या हौ। यस्तो घुमेर गएको छ त नदी, त्यहाँबाट उहाँबाट फेरि यस्तो घुमेर त्यहाँबाट माछा मार्नु गएको छ उहाँ। यस्तोमा बल्छी थाप्दा पाउँदैन र, त्यस्तो छेउछेउमा घाम छैन, कस्तो उयो छ नि, पसिना आएर आज कलकल्ती, गरम पुरा, हप हप गरम, भापियो पुरा।